दर्शक प्रिय नमस्कार। आज म तपाईलाई एउटा त्यस्तो घटना सुनाउँदैछु जुन सुन्दा मन भारी हुन्छ, धड्कन रोकिन्छ, आँखा अगाडि अन्धकार फैलिन्छ। किनकि यो घटना कुनै कथा, कुनै चलचित्र होइन, यो कुनै काल्पनिक कथा होइन, यो हाम्रै समाजमा घटेको एउटा सत्य निर्मम घटना हो। कल्पना गर्न सक्नुहुन्छ, 6 महिनाको दुधे बालक जसले संसार देख्न पनि बाँकी थियो, बोल्न सिक्न पनि बाँकी थियो, हिँड्नको त अझ परेको कुरा, त्यसैलाई आफ्नो बुवाले चक्कु प्रहार गरेर हत्या गरे। हो, सुन्दा पनि विश्वास नलाग्ने घटना। तर काठमाडौँको सिनामङ्गलमा यही भयो। पुष्कर कार्की त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी सहायक निरीक्षक असै, पत्नी विष्णु साउद, उनी पनि प्रहरी जागिरे। 2082 को साउनमा उनीहरूको परिवारमा खुसीको बिहान आएको थियो। उनीहरूको घरमा छोरा जन्मिएको थियो। बच्चा बिरामी पर्न थाल्यो। ब्रेनमा रगत जमेपछि अपरेसन गर्नु पर्यो। उनीहरूले अस्पतालमै 1 महिनाभन्दा बढी बिताए। 8 लाख रुपियाँ भन्दा धेरै खर्च भयो र उनीहरूलाई चिकित्सकले भने बच्चा शारीरिक रूपमा अशक्त हुन सक्छ। यो सुन्दा दुवै आमा बुवाको मन चिरियो, तर उनीहरूले आशा छोडेनन्। बच्चालाई बचाउन, राम्रो बनाउन सबै प्राण खर्चेर जुटे। तर बुझ्नुहोस्, आर्थिक बोझ एक थरी पीडा हो, मानसिक थकान अर्कै यातना। र यी दुवै पीडाले कार्की दम्पतिको संसार धेरै समयदेखि उल्टिरहेको थियो। मङ्सिर 21 दिउँसो करिब 12 बजेतिर कार्की ड्युटी सकेर डेरातिर फर्किए। सिनामङ्गलको त्यो सानो घरमा पत्नी कपडा धुँदै थिइन्। छोरा सुतिरहेको थियो। सबै कुरा सामान्य जस्तै देखिन्थ्यो, कम्तीमा बाहिरबाट। तर कार्कीको मनभित्र उम्लिरहेको थियो तनाव, निराशा, असहायता र कदाचित स्वयंमाथिको दोषबोध। अचानक कुनै चेतावनी बिना, कुनै विवाद बिना, कुनै तयारी बिना कार्कीले किचनबाट तरकारी काट्ने चक्कु उठाए अनि छोराको घाँटीमा प्रहार गरे। अनि उनले भने, मैले बच्चालाई मारे। त्यो दृश्य उनको आमाले देखेपछि उनी बोल्न सकिनन्। शरीर थरथरी काँप्यो। छोराको घाँटीबाट रगत बगिरहेको थियो। आँखा खुलेका थिए होला, तर आवाज थिएन। त्यसबेला उनले केवल यति मात्र भनिन्, बच्चालाई बाहिर लगाऊ, कृपया, बर्बाद भयो। तर कार्कीको आक्रोश त्यहीँ रोकिएन। उनले श्रीमतीलाई ढुङ्गाले प्रहार गर्न थाले। श्रीमतीको टाउकोबाट रगत बग्यो। उनी चिच्चाइन्, रोइन्, गुहार गुहार भनिन्। यत्तिकैमा छिमेकीहरू आइपुगे र छिमेकीले उनलाई अस्पताल पुर्याए। आफ्नै 6 महिने बच्चाको हत्या गरेपछि कार्की न त पछाडि फर्केर हेरे, न त अपराध बोधले उनलाई रोक्यो। उनी छोराको लास डेरामा छोडेर रेलिङ समातेर तल झरे, मोबाइल अफ गरे, सिधा बस पार्कतिर लागे। धरानतर्फ जाँदै गरेको बसमा चढे। सहरका साइरनहरू उनकै खोजीमा बजिरहेका थिए, तर उनलाई वास्ता थिएन। जो संसारसँग सम्बन्ध तोडे जस्तै। तर अपराधी जति दौडिए पनि सत्यबाट बस्न सक्दैन। नागढुङ्गा चेकपोस्टमा उनलाई प्रहरीले समात्यो। एउटै प्रहरी, एउटै पहिरन, एउटै दायित्व। तर आज उनी नैतिक अपराधका सबैभन्दा अँध्यारो पिँढीमा उभिएका थिए। अनुसन्धानकर्ताहरूले उनलाई सोधे, किन यस्तो गर्यो? उनको जवाब थाहै पाइन, आवेशमा आए। त्यस उत्तरले कुनै छोरालाई फर्काउन सक्दैन, कुनै आमाको पीडा मेटाउन सक्दैन, कुनै समाजलाई सान्त्वना दिन सक्दैन। तर प्रहरीको अनुसन्धानले बताउँछ, बच्चाको दीर्घरोग, शारीरिक अशक्तताको चेतावनी, उपचार खर्च, घरभित्रको तनाव, यी सबैले कार्कीको मनोविज्ञानलाई बिस्तारै अँध्यारोतर्फ धकिलिरहेको थियो। तर यति भन्दैमा एक निष्पाप बालकको ज्यान लिन मिल्छ। कुनै पनि कारणले बुवाको हात यस्तो रगतले रङ्गिन मिल्छ। आज पनि उत्तर खोज्न कठिन छ। दर्शकबिन, यो सबैभन्दा ठुलो त्यो आमाको हो जसले 6 महिनाको बच्चा आफ्नै अगाडि हत्या भएको देखिन्, जसले 9 महिना त्यो बच्चालाई आफ्नो पेटमा राखेकी थिइन्। प्रत्येक रात सुताउँदै गुनासो बुलाएकी थिइन्। भोक लाग्यो कि औषधिको बेला भयो कि 100औं पटक जाँचेकी थिइन्। त्यो छोरा छैन र कसले मार्यो उसलाई उनको बाबुले भनेर चिनाइरहेकी थिइन्। यस यथार्थले कसको हृदय नटुटोस्। यो केवल एक परिवारको घटना होइन, यो समाजकै प्रश्न हो। के हामी मानसिक स्वास्थ्यलाई अहिले पनि हल्का रूपमा लिने? के तनाव, चिन्ता, निराशा संसारभरि कति परिवारको घर भत्काइरहेको छ? के तनाव, चिन्ता, निराशा संसारभरि कति परिवार भत्काइरहेको छ? हामीले बुझ्यौँ, एक क्षणको आवेश कति ज्यान, कति भविष्य, कति परिवार नष्ट गर्दैछ। दर्शकवृन्द, यति यो वास्तविकता सुन्दा तपाईँको आँखा रसाए, मन भारी भयो, मुटु कसरी आयो त्यो स्वाभाविक हो। मन भारी भयो, मुटु कसेर आयो त्यो स्वाभाविक हो। किनकि हामी मानव हौँ। मात्र आशा यति छ, भोलि यस्तो घटना अरू घरमा नदोहोरियोस्।
मानसिक स्वास्थ्यलाई समाजले महत्त्व दियोस्, परिवारभित्रका पीडालाई बुझ्ने संस्कारको विकास होस्,